सो गाइज हामी चाहिँ यता अहिले त्रिपुरेश्वरमा छौँ है त साथीहरू। तपाईँहरूले गाइज टिकटकतिर देख्नुभयो होला, युट्युबतिर देख्नुभयो होला नि त होइन। गणेश नेपालीलाई चाहिँ गाइज यहाँ जलेर मरेको थियो नि त, यही ठाउँमा हो। जलेर मरेको चाहिँ यही ठाउँ यतैतिर हो है साथीहरू, यतैतिर उता अगाडि हो क्या। आफ्नै शरीरमा पिडल छल्केर मरे होला। राधे राधे भन्ने ठाउँनिर आइपुगिसकेका छौँ सल्लाहघारीको होइन। त तपाईँले देख्न सक्नुहुन्छ गाइज, म तपाईँलाई देखाउन चाहन्छु है त पछाडि। सो गाइज म यता भक्तपुर अस्पतालमा आइसकेको छु है त। सो हाई गाइज, वेलकम ब्याक टु माई न्यू ब्लग। अनि आजको ब्लगमा तपाईँहरूलाई धेरै धेरै स्वागत छ है साथीहरू। गाइज आज म यस्तो ठाउँमा छु हेर्नु त, पुरा पानी पऱ्यो हेर्नु नि बाटो। ऊ माथिदेखि आएको क्या, खत्रै भएको छ, पहिरो गएर हेर्नु त। आम्मामा गाह्रो छ, खत्रै। यस्तो भ्यू छ गाइज यतातिर चाहिँ। जे होस् हाम्रो गाउँको बाटो चाहिँ यो चाहिँ गाइज राम्रो छ होइन, तर उतापट्टि चाहिँ अति नै हिलो भयो क्या। सो गाइज हाम्रो गाडी चाहिँ उता छ है साथीहरू। उता बुवा अगाडि हिँड्दै हुनुहुन्छ, मम्मी चाहिँ पछाडि हिँड्दै हुनुहुन्छ, म नि हिँड्दैछु साथीहरू है त। ठ्याक्क लगाएर ट्याक्सी भाडासम्म जाने हो, त्यहाँबाट ट्याक्सी चढेर हामी भक्तपुर लाग्छौँ है साथीहरू। आमामामा गर्मी। साथीहरू हामी अहिले चाहिँ ट्याक्सीभित्र छौँ होइन गाइज, होइन मै? त्यही हो साथीहरू, यस्तो छ गाइज ठाउँहरू। सो साथीहरू हामी चाहिँ अहिले यता मजुवामा छौँ गाइज। मेरो घर यहाँबाट देख्छ साथीहरू, तर धेरै टाढा छ क्या है भाइ, थोडा टाढा छ यहाँ त, कति टाढा छ। उतापट्टि पारिपट्टि छ क्या हाम्रो घर चाहिँ, उता पारिपट्टि पर्छ, यहाँबाट देखेन क्या, अलिक टाढै छ त्यो भएर। आहा ल गाइज गाना पनि बज्यो। गाइज अहिले चाहिँ हामी यता मजुवाको ओह्रालोमा छौँ है, मजुवाको ओह्रालोतिर छौँ। गाइज
गाइज यो चाहिँ भीमढुङ्गा बसपार्क हो है साथीहरू। अब यताबाट सीतापाइला पुग्न आँटिसकेको छ हामी है त। सीतापाइला जाँदैछौँ। यताबाट पहिला सुरु सेतो घर आइपुग्छ अनि त्यसपछि हामी सीतापाइलामा जान्छौँ गाइज है त। भ्यानहरू आइरहेको छ। सेतो घर भनेको यही हो गाइज। गाडीहरू त फटाफट आउँछ। ट्याक्सीमा चढ्ने मजै आउँछ। गाडी होइन कि साँच्ची नै लास्टमा मजा आउँछ। यताबाट चाहिँ गाइज अब हामी सीतापाइला आइपुग्न आँटिसकेका छौँ है त। यो चाहिँ बोर्डिङ स्कुल गाइज, बोर्डिङ स्कुल भाइहरूको। खस्कुमा आइपुग्न आँटिसकेका छौँ है त। खस्कु खस्कुको गाइस आइपुग्यो हामी यता वर पिपल। खस्कु आइपुग्यो साथीहरू है त। साइकलमा मस्त पछाडि कोही आइरहेको छ, कार आइरहेको छ चाहिँ। टाइल दिने ठाउँ पनि त यही हो तर देखेन कि।
तिम्रो मायामा भयो धिरे खेल तिम्रो मायामा भयो धिरे खेल तिम्रो मायामा भयो धिरे खेल पाए पो कहिले लेखे गजल गीत कहिले लेखे टुक्रा कहिले लेखे गजल गीत कहिले लेखे टुक्रा तिमीसँग माया लाग्दा पर्यो मैले दुःख कहिले खाए पशुपति कहिले खाए बुट्टा मेरो पिरिन चलाइदिन्छु म त यो चाहिँ गाइस हाम्रो भाइहरूको यो चाहिँ गाइस हाम्रो भाइहरूको स्कुलको गाइस होइन अब यताबाट हामी सिधापाला लाग्दैछौँ भयो बिरेक फेल मायामा भयो बिरेक फेल गाइजहरू केएफसी पनि आइपुग्यो है त यो चाहिँ केएफसी हो यतातिर उता केएफसी देख्नु साथी केएफसी केएफसी चाहिँ गाइछु महल छ यार यहाँ त बोबाल माटहरू मिनी माटहरू महलहरू छ मङ्गलबार होला आज खै ट्राफिकको त एउटा पनि छैन त ट्राफिक त यताबाट चाहिँ गाई स्वयम्भू जान्छ साथीहरू है त अनि हामी स्वयम्भू होइन हामी उता भक्तपुर जान लाग्छौँ भक्तपुर जाने हो गाइज हामी चाहिँ छाउनीमा आइपुगिसकेका छौँ है साथीहरू टक्क लाएर त जानु पर्यो हुन्छ आदमी प्यारा जरुरी छ बाल बाल छ नि हौ आमा नेपाल हो नि त यार हामी त गोर्खाली हो गाइज गोर्खाली किन यस्तो जाम लाग्यो गाडी बाटो दिउँसै जाम छ त हेरेर त हजुर लास्ट जामहरु छ बा पुरै जाम छ हामी जन्मेकै बबाल गर्न हो रे हेर्नु राते गाडीमा हामी जन्मेको बबाल गर्न हो रे त्यो गाडीले त अगाडि त्यो गाडीमा त्यो लेखाएको छ कि गाडी बबाल गर्न जन्मे हो गाइस त्यही भएर हामी बबाल गर्दैछौँ गाइस भ्लग बनाएर बबाल पर्छ त यार तर सेकेन्ड ह्यान्ड होला यार यो त यार म त जस्तो मन लाग्छ सेकेन्ड ह्यान्ड जस्तो लाग्छ गाइज यता हामी डल्लु आइपुगेका छौँ है डल्लु सो गाइज हामी चाहिँ यता अहिले त्रिपुरेश्वरमा छौँ है त साथीहरू तपाईँहरूले गाइज टिकटकतिर देख्नुभयो होला युट्युबतिर देख्नुभयो होला नि त होइन गणेश नेपालीलाई चाहिँ गाइज यहाँ जलेर मरेको थियो नि त यही ठाउँमा हो जलेर मरेको चाहिँ यही ठाउँ यतैतिर हो है साथीहरू यतैतिर उता अगाडि हो क्या आफ्नै शरीरमा पिडल छल्केर मरे होला हिजो क्या बिचरा सानो छोरी पनि थियो बुढी पनि थियो अकालमा ज्यान फाल्थ्यो यार गणेश नेपाली दाइले यति अलिकति अगाडितिर होला साथी अलिकति अगाडितिर होला यतैतिर होला क्या तानी गाह्रो वाउ तर 18 लड्को रहेछ पुरा जाम ए उता छ नि ट्राफिक गाइस ट्राफिक थिएन त
उतै ट्राफिक भएको ठाउँमा हो साथी, त्यहीँ हो ट्राफिक दिनु भयो नि, छोरी मान्छे हुँदो रहेछ ट्राफिक चाहिँ हो त्यहीँनिर। हाम्रो गणेश नेपालीको ज्यान गएको होइन त बा त्यहीँनिर, ज्यान गएको भन्नाले तर जस बिराम त्यहाँ आगोले त्यहाँ जलेपछि अस्पताल लगाएको थियो अरे होइन, वीर अस्पताल। अस्पतालमा लग्दा चेकअप गर्दा उपचार गर्दा मरेर के साथीहरू, त्यही हो। सो गाइस बल्ल जाम खोलेको छ है साथीहरू, 40 सेकेन्ड छ, जाउँ 40 सेकेन्ड बाँकी। 35, 34 गाइस अहिले चाहिँ त हामी चाहिँ कोटेश्वरतिर आइपुगिसकेका छौँ है त साथीहरू। धेरै पछि आयो गाइस कोटेश्वरतिर, प्लेनतिर आइरहेको छु। राधे राधे भन्ने ठाउँनिर आइपुगिसकेका छौँ, सल्लाहघारीको होइन। त तपाईँले देख्न सक्नुहुन्छ गाइस, म तपाईँलाई देखाउन चाहन्छु है त पछाडि। पहिलेदेखिको बिल्डिङ हो यो यार, खै त यो त कहाँ न काम पुरा गर्छ, अधुरो छोडिदिएको छ म हेरेँ एकदमै। हालै सिद्धियो बाहिरको आलु बजारको बुढै हाल्ने बाहिर हिरो गरेको हिन्दी त्यही हो साथीहरू। हामी चाहिँ यता अहिले भक्तपुरमा लागिरहेको हो, गइरहेको हो भक्तपुरतिर है साथीहरू। ठक्कलाएर बस पनि गइरहेको छ। त खतरा हावा चाहिँ अति नै आयो क्या। मलाई त कस्तो भोक लाग्यो मेरो मुई, ल माटो खारे खाजा नखाऊ नि। कुन त्यो उता जर्सी लगाएको मान्छेले नागिन हान्दिया चलाउने स्टाइल हो नि भनेको मैले। यताबाट जान्छौँ गाइस हामी यता भक्तपुर। मन्दिर पनि बबाल छ रहेछ यार, भगवान् ए भगवान् ए भगवान्। आहा सारा हावा आउँछ हौ। आहा मजाको हावा आइरहेछ। यहाँसम्म आउँदा कति लिटर तेल सकिन्छ बा? 6 लिटर त्यत्रो टाढो छ बाल छ त यार यता। पुरा हेर्नु न बाल छ। यस्तो ठाउँतिर बस्न पाए हुन्थ्यो क्या। तर हाम्रो ठाउँ पनि राम्रै छ, हामी बस्ने ठाउँ पनि। तर यस्तो चाहिँ दामी हुन्छ कि होइन। फुल हालेर छ आम्बो, मैले नदेखेर यार फुल हालेर छ माथि, मैले नदेखेर फुल हालेर छ माथि। वास्ता
पुरा पुल हालेर आएको छ कि साथीहरू त्यहाँ माथि चाहिँ मैले नदेखिरहेको क्या बवाल रहेछ जस दामी छ दामी दामी लाग्यो मलाई आहै लैबरीलाई सारा पसिना पनि आयो त मम्मी म त मेरो जारी पसिना पनि आयो नि त म त यहाँ आयो नि त म पोखरीमा त गएन मामाहरूले भेट्न आयो भने क्या कस्तो अर्ज मामालाई उतिनीहरू न आएको को मामा अरे मम्मी अर्को आलको चिङ्री रे आलको चिङ्नी अनि मामालाई सम्झाएर बुझाएर पार्किङ सही क्या त्यहाँ पार्किङ सधैँ जानुपर्छ गाडी सो गाइज म यता भक्तपुर अस्पतालमा आइसकेको छु है त सो गाइज म यहाँ बसिरहेको छु है मोमो खाएर बसेको भर्खरै मेरो आमा बुवा अनि मेरो माइजू होइन अनि हजुरआमा चाहिँ मोमो खान जानुभएको छ उता पछाडि हेर्नुहोस् त्यहाँ मोमो पसल छ नि त्यहाँ टक्क लगाएर मोमो खान जानुभएको छ म चाहिँ कुरेर बसिरहेको छु साथीहरू टक्क लाएर यहाँ चाहिँ कुरेर बसेको अवस्था हो साथीहरू है त यो जुत्ता लगाएको गाइजहरू हेर्नु त मेरो खुट्टा यस्तो भयो न टाइट भएर खतम भयो सो गाइज हामी चाहिँ गाइज अस्पतालमा जाँची वरि आइसकेका छौँ होइन बुवालाई औषधि पनि ल्याइसकेका छौँ रुगाखुरीको औषधि टक्क लगाएर मम्मीलाई ज्वरो आएको थियो ज्वरोको औषधि ल्यायो मम्मी है ल गाइज अब हामी घरतिर लागिरहेको साथीहरू है त भक्तपुर एरिया हो साथीहरू यहाँ चाहिँ त्यो चाहिँ सर जाँदैछ ए हो साथीहरू हामी घर जाँदैछौँ अब होइन पानी पर्न आँटेछ त चाहिँ बा बादल त कालो कालो हुँदै गइरहेछ पानी पर्न आँटेछ छ सो गाइज हामी यता सल्लाहघारीतिर छौँ है टक्क लाएर हाम्रो बुवाको कारमा सर्रो लाएर है साथीहरू त्यही हो आमा पानी त बडा लाग्दो छ जाम पनि पुरै छ के हेर्नु बिस्तारै हेरेको अवस्था छ ल बल्ल बल्ल जाम खोलेको अवस्था छ साथीहरू वा क्या दामी बाइक यार क्या दामी छ बाइक यार साथीहरू हामी नयाँ टिभीमा छौँ अहिले है त सरर लाएर साथीहरू हामीले चाहिँ मैले चाहिँ 1 प्लेट मात्र मोमो खायो होइन बुवाले 2 प्लेट मोमो खानुभयो मम्मीले 1 प्लेट खानुभयो होइन हजुरआमाले चाहिँ हाफ प्लेट खानुभयो हाम्रो माइजूले चाहिँ 1 प्लेट खानुभयो अनि मेरो सानो मामाले 2 प्लेट खानुभयो मोमो है त साथीहरू अनि हामी त हिँड्दा छौँ घर सर्र लाएर